हेलो एभ्रिवान, के छ खबर? आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ आज बागलुङ कालिका मन्दिरमा आएको। आज चाहिँ हामी मम्मी ड्याडी भान्जी भएर बागलुङ कालिका आएको। बागलुङ कालिका मन्दिर यसो दर्शन गर्नु पर्यो भनेर साथीभाइहरू। यो मूर्तिको चाहिँ छुट्टै रहस्य छ, बागलुङ कालिका कसरी स्थापना भएको भन्ने। अहिले चाहिँ म गङ्गाजीको पानीमा शुद्ध हुँदैछु होइन, नुहाउन त नआएको थिएँ पनि। आज चाहिँ बागलुङ कालिकामा धेरै नै भिड रहेछ। अहिले चाहिँ मैले घन्टी बजाउन लागेको टक्क पारामा लगाएर साथीभाइहरू हेर्न सक्नुहुन्छ। मन्दिरदेखि नै तल घन्टी बजाउने ठाउँसम्मै यत्रो धेरै लाइन रहेछ। मलाई चाहिँ बोर लाग्यो कति बेला आउला हाम्रो पालो भन्दा यताउता डुल्दै एकछिन कुर्दै लाइन हेर्दै झ्याउलाइसकेको थियो, दिक्क लागिसकेको थियो। मन्दिरदेखि नै हेर्दै मम्मीहरू चाहिँ कुरेर बस्नुभएको छ। भान्जी फेरि रोएर यहाँ यस्तो छ पारा, हैरान, मलाई हेर्नै सकेको छैन। अहिले चाहिँ म पुरै डुलेर बसिरहेको छु। मन्दिर वरिपरि घुम्दै यस्तो दर्शन गर्दै मन्दिरको हेर्न सबैले घरै बसेर भए पनि टक्क बागलुङ कालिकाको दर्शन गर्नु होला साथीभाइहरू। अहिले चाहिँ भान्जी आफै भजनमा आएर नाचेकी छिन्। टक्क पारामा लगाएर हेर्न सक्नुहुन्छ मन्दिर। अब चाहिँ हामी घर जान लागेको, बल्ल फाइनल्ली आधी घन्टा कुरेर पूजा गरेर टक्क। अब चाहिँ आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। लाइक कमेन्ट गर्न नभुल्नु ल। अब चाहिँ बेला बेलामा भिडियो आइरहेको छ। बाइ आजको लागि साथीभाइहरू।